शिक्षक सेवा आयोगले माध्यमिक तहको परीक्षा गराइसकेको छ भने निम्न माध्यमिक तहको विज्ञापन खुलाइरहेको छ। त्यस्तै गरेर प्राथमिक तहको विज्ञापन खुलाउनेवाला रहेको छ। सो माध्यमिक तहको प्रथम पत्रको परीक्षा चाहिँ यही मिति 2081 साल चैत्र महिनाको 16 गते समापन गरिसकेको छ। सो जसको लागि आज चाहिँ म ती प्रश्नहरूको उत्तर समेट्ने प्रयास गरिरहेको छु, जसमा चाहिँ मसँग सेट ए रहेको छ। सेट ए का क्वेसनहरूलाई चाहिँ मैले यहाँ सरस्वती लेखेको छु। सेट 4वटा हुन्छ, 4वटा सेटमा क्वेसनहरू एउटै हुन्छन् तर तलमाथि हुन्छ। आउनुहोस् सुरु गरौँ आजको भिडियो। ओके, प्रश्न नम्बर 1 यस्तो रहेको छ। पृथ्वीको भूमध्यरेखीय व्यासको लम्बाइ कति रहेको छ? अप्सनहरू 22,714 किलोमिटर, अप्सन बी 12,756 किलोमिटर, अप्सन सी 20,714 किलोमिटर र अप्सन डी 32,756 किलोमिटर। यस प्रश्नको सही आन्सर रहेको छ अप्सन नम्बर बी, 12,756 किलोमिटर। प्रश्न नम्बर 2, हबलको नियम अनुसार कुनै ग्यालेक्सीको पृथ्वीबाट टाढिने गति कसरी परिवर्तन हुन्छ? अप्सन ए दूरी बढेसँगै गति बढ्छ, अप्सन बी दूरी बढेसँगै गति घट्छ, अप्सन सी दूरी बढेसँगै गति स्थिर रहन्छ र अप्सन डी दूरी घट्ने तथा बढ्ने प्रक्रियाको कुनै असर हुँदैन। यस प्रश्नको सही आन्सर रहेको छ अप्सन नम्बर ए, दूरी बढेसँगै गति पनि बढ्छ। प्रश्न नम्बर 3 सामान्य ज्ञानका कुराहरू छन्। यो सुरुमा युरोप महादेशमा पर्ने पर्वत श्रृङ्खला कुन हो? अप्सन ए एन्डिज, अप्सन बी एटलस, अप्सन सी एल्पस र अप्सन डी काराकोरम। यसको सही आन्सर रहेको थियो अप्सन नम्बर सी एल्पस। प्रश्न नम्बर 4 मा तल दिएका देश र सो देशको पुरानो नामको जोडीहरूबाट नमिल्ने जोडी पत्ता लगाउनुहोस्। अप्सन ए बुर्किना फासो, पुरानो नाम भनेको अप्पर भोल्टा। अप्सन बी इराकको पुरानो नाम मेसोपोटामिया। अप्सन सी स्वाटिनी स्विट्जरल्यान्ड, अप्सन डी तान्जानिया जायर। यसको सही आन्सर रहेको छ अप्सन नम्बर डी, तान्जानिया जायर भन्ने देश चाहिँ जोडा मिलेको छैन यसको। प्रश्न नम्बर 5 मा रहेको छ, तलका मध्ये कुन नेपालको पहाडी प्रदेशसँग सम्बन्धित वाक्य होइन? अप्सन ए नेपालको कुल क्षेत्रफलको 68% भूभाग ओगटेको छ पहाडी प्रदेशले। अप्सन बी यो क्षेत्र अल्पाइन र आर्कटिक जलवायु क्षेत्र अन्तर्गत पर्छ। अप्सन सी 601 मिटरदेखि 3300 मिटरसम्मको उचाइमा पर्दछ र अप्सन डी 80 किलोमिटरदेखि 128 किलोमिटरसम्मको उचाइमा फैलिएको छ। यसको सही आन्सर रहेको छ अप्सन नम्बर बी, यो चाहिँ गलत बनाइरहेको छ यहाँ। प्रश्न नम्बर 6, डोल्पा जिल्लामा अवस्थित सेफोक्सुन्डो ताल नेपालको सबभन्दा गहिरो तालको स्थानीय नाम के हो? अप्सन ए रिग्म, अप्सन बी सुलीगढ, अप्सन सी फाक्चे र अप्सन डी पिरिचो। यसको सही आन्सर रहेको छ अप्सन नम्बर ए रिग्म, सेफोक्सुन्डो तालको स्थानीय नाम गाउँले नाम रिग्म। प्रश्न नम्बर 7, बस्तीको तहगत वर्गीकरण हायरार्चिकल क्लासिफिकेसनका आधारमा तराई क्षेत्रका ग्रामीण बस्तीमा बसोबास गर्ने जनसङ्ख्याको लागि केलाई सेवा केन्द्र सर्भिस सेन्टर मानिन्छ?
अप्सन ए प्रदेश राजधानी, अप्सन बी गाउँपालिका, अप्सन सी नगरपालिका र अप्सन डी बजार केन्द्र। यसको सही आन्सर रहेको छ अप्सन नम्बर डी बजार केन्द्र। बस्तीको हिसाबले चाहिँ तराई क्षेत्रलाई बजार केन्द्रको रूपमा विशेष गरेर हेरिन्छ, किनभने तराई क्षेत्र भनेको बोर्डर एरियामा पर्छ, त्यसले गर्दाखेरि हो। सबै इन्डियाबाट मालसामान भित्रिने भएकोले। प्रश्न नम्बर 8 कुमारीको रथ, यसलाई फेरि सुन्नुहोस्। कुमारीको रथ यात्रा आरम्भ गर्ने मल्ल राजा को हुन्? अप्सन ए प्रताप मल्ल, अप्सन बी जयप्रकाश मल्ल, अप्सन सी भूतन्द्र मल्ल र अप्सन डी जय स्थिति मल्ल। यस प्रश्नको सही आन्सर रहेको छ अप्सन नम्बर बी जयप्रकाश मल्ल। कुमारीको रथ यात्रा आरम्भ गर्ने। प्रश्न नम्बर 9 तलको भनाइ अध्ययन गरी सही उत्तर छान्नुहोस्। अप्सन ए लफेब धार्मिक पर्व थकाली जातिको पर्व हो। अप्सन बी किसान जातिले विवाहमा बेहुला बेहुलीलाई आँपको पात, धान र खुर्सानी बाँधेर बनाएको टोपी लगाइदिने गर्दछन्। अप्सन सी घेवा तामाङ जातिको मृत्यु संस्कार हो। अप्सन डी प्रेम विवाह गर्न केटाले मन पराएकी केटीलाई साईमासा दिई पठाउने चलन थारू जातिमा प्रचलित छ। यो सबै जातिसँग सम्बन्धित भयो। यसको सही आन्सर हुन्छ अप्सन नम्बर सी घेवा चाहिँ तामाङ जातिकै हो, अरू चाहिँ विभिन्न जातसँग नमिल्ने गरी हालिदिएको छ। त्यो तपाईहरुले सर्च गरेर हेर्न सक्नुहुन्छ। प्रश्न नम्बर 10 तलका मध्ये कुन नेपालको मध्यकालसँग सम्बन्धित छैन? अप्सन ए नेवारी र मैथिली भाषा लोकप्रिय थियो। अप्सन बी विक्रम सम्वत 936 देखि विक्रम सम्वत 1825 सम्मको अवधि थियो। अप्सन सी सिम्रौनगढलाई केन्द्र बनाई वरिपरिको क्षेत्रमा राज्य स्थापना गरिएको थियो। र अप्सन डी वर्णाश्रममा आधारित जाति अनुसारको पेशा व्यवसाय अपनाउने अवस्था थियो। यसको सही आन्सर रहेको छ अप्सन नम्बर ए यो कुरो चाहिँ मिलेन, मध्यकालसँग सम्बन्धित छैन। प्रश्न नम्बर 11 नेपालको संविधानमा राज्यको आर्थिक उद्देश्य अन्तर्गत के उल्लेख गरिएको छ? अप्सन ए श्रमको सम्मान तथा उद्यमशीलता। अप्सन बी स्थानीय स्वायत्तता र विकेन्द्रीकरण। अप्सन सी सार्वजनिक निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकास र अप्सन डी जनताको सर्वोत्तम हित र समुन्नति। अप्सन सी यसको एन्सर रहेको छ राइट एन्सर। प्रश्न नम्बर 12 मा जाउँ। सुशासन सामाजिक न्याय र समृद्धिलाई चालु 16औं योजनाले राखेको सोच, लक्ष्य, उद्देश्य र रणनीति मध्ये कुन रूपमा अंगीकार गरिएको छ? अप्सन ए सोच, अप्सन बी उद्देश्य, अप्सन सी रणनीति र अप्सन डी लक्ष्य। यसको सही आन्सर रहेको छ अप्सन नम्बर ए सोच। प्रश्न नम्बर 13 नेपालको आफ्नो वैदेशिक आय स्रोत बढाउन र विप्रेषणमाथिको निर्भरता कम गर्न तलका मध्ये कुन रणनीति अंगीकार गर्नु सबभन्दा उपयुक्त हुन सक्छ? अप्सन ए घरेलु बजारमा उत्पादन वृद्धि गर्नु। अप्सन बी वैदेशिक सहायतामा निर्भरता बढाउनु। अप्सन सी कृषि उत्पादनमा वृद्धि र त्यसको निर्यात प्रवर्धन गर्नु र अप्सन डी सबै क्षेत्रमा आयात बढाउनु। यसको सही आन्सर हुन्छ अप्सन नम्बर सी कृषि उत्पादनमा वृद्धि र त्यसको निर्यात प्रवर्धन गर्नु। प्रश्न नम्बर 14 दिएको मध्ये कुन दिगो विकासको लक्ष्यहरू अन्तर्गत पर्दैन? अप्सन ए देशभित्र तथा देशहरू बीचको असमानता हटाउने। अप्सन बी दिगो उत्पादन र उपभोगका ढाँचाहरू सुनिश्चित गर्ने। अप्सन सी सहर र मानव बस्तीलाई समावेशी, सुरक्षित, उत्थानशील र दिगो बनाउने।
र अप्सन नम्बर डी अति कम विकसित देशबाट स्तरोन्नति गर्ने। यसको सही एन्सर रहेको छ अप्सन नम्बर डी। प्रश्न नम्बर 15 नेपालको राष्ट्रिय बजेटमा जलवायु सङ्केत क्लाइमेट कोडको अभ्यास कुन आर्थिक वर्षदेखि हुँदै आएको छ? अप्सन नम्बर ए आर्थिक वर्ष 2068-69, अप्सन नम्बर बी आर्थिक वर्ष 2070-71, अप्सन नम्बर सी आर्थिक वर्ष 2072-73 र अप्सन नम्बर डी आर्थिक वर्ष 2074-75। यसको सही एन्सर रहेको छ अप्सन नम्बर ए आर्थिक वर्ष 2068-69। प्रश्न नम्बर 16 कम्प्युटरसँग सम्बन्धित छ, जसको पनि पावर पोइन्टसँग सम्बन्धित। स्लाइड सो सुरु गर्न कुन सर्टकट की प्रयोग गरिन्छ? अप्सन ए F1, अप्सन बी F5, अप्सन सी कन्ट्रोल डी र अप्सन डी शिफ्ट F5। सो द करेक्ट अप्सन फर दिस क्वेसन अप्सन नम्बर बी F5। स्लाइड सो गर्नका लागि चाहिँ F5 कीको प्रयोग गरिन्छ भने हामीले स्लाइड सो गरिरहेको अवस्थामा त्यसलाई पज गरेर फेरि F5 खिच्यौँ भने फेरि सुरुबाट नै स्लाइड सो हुन्छ। यदि हामीहरूले चाहिँ जहाँ पुगेको थियो त्यो पज गरेको ठाउँमा चाहिँ हामीले शिफ्ट F5 गऱ्यौँ भने चाहिँ करेन्ट स्लाइड भनेर आउँछ, त्यहीँबाट अनि सुरु हुन्छ। सुरुबाट नभएर जति नम्बर स्लाइडमा पुगेको थियो त्यहाँबाट चाहिँ शिफ्ट F5 ले कन्टिन्यू गर्ने काम गर्छ भने F5 ले चाहिँ सुरु गर्ने काम गर्छ। यो कुरा तपाईहरुले कम्प्युटरमा प्रयोग गरेर हेर्न सक्नुहुनेछ। मैले चाहिँ अहिले मोबाइलमा रेकर्ड गरिरहेको हुनाले गर्दाखेरि यो कुरा तपाईहरुलाई देखाउन सकिन, तपाईहरुले प्रयास गर्न सक्नुहुन्छ। प्रश्न नम्बर 17 संयुक्त राष्ट्र संघको साधारण सभाले कुन निकायको सिफारिसमा कुनै राष्ट्रको सदस्यता निलम्बन गर्न सक्ने प्रावधान रहेको छ? अप्सन ए सुरक्षा परिषद, अप्सन बी आर्थिक तथा सामाजिक परिषद, अप्सन सी अन्तर्राष्ट्रिय न्यायालय र अप्सन डी सचिवालय। यसमा अप्सन तलमाथि भएछ तर के छैन, यसलाई म कट गरेर माथि सार्छु अप्सन बी लाई। सो यसको सही एन्सर रहेको छ अप्सन नम्बर ए सुरक्षा परिषद। प्रश्न नम्बर 18 विद्यालय तहको कक्षा 1-3 मा एकीकृत पाठ्यक्रम कार्यान्वयनमा आएको छ। यसलाई कार्यान्वयनमा ल्याउनका लागि तलका मध्ये कुन दस्तावेजले चाहिँ विशेष मार्गनिर्देश गरेको छ? अप्सन ए राष्ट्रिय शिक्षा नीति 2076, अप्सन बी आधारभूत शिक्षा पाठ्यक्रम कक्षा 1-3 2076, अप्सन बी अघि अप्सन सी माथि गएछ अघिको जस्तै, अप्सन बी शिक्षाको सोचपत्र 2079 र अप्सन डी राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076। यसको सही एन्सर रहेको छ अप्सन नम्बर ए राष्ट्रिय शिक्षा नीति 2076। प्रश्न नम्बर 19 किशोर अवस्थामा प्रवेश गरेपछि व्यक्ति सामाजिक रूपमा सचेत र आफ्ना साथीहरूको धारणाप्रति पनि बढी नै संवेदनशील भई आफूलाई समाजमा कसरी प्रस्तुत गर्ने भनी ध्यान दिन थाल्छ भने यस्तो परिवर्तन कुन मनोवैज्ञानिक विकास सिद्धान्तसँग बढी सम्बन्धित छ? अप्सन ए संज्ञानात्मक विकास सिद्धान्त, अप्सन बी मनोवैज्ञानिक विकास सिद्धान्त, अप्सन सी व्यावहारिक सिद्धान्त र अप्सन डी मनोसामाजिक विकास सिद्धान्त। यस प्रश्नको एन्सरमा म कन्फ्युज भए, हुनसक्छ यसको एन्सर डी हुनसक्छ। कुरो उस्तै छ, मैले अहिले यसलाई छोडिदिएँ। प्रश्न नम्बर 20 विश्वमा पहिलो पटक कोभिड-19 विरुद्धको खोप कुन देशले विकास गरेको थियो? अप्सन ए अमेरिका, अप्सन बी चीन, अप्सन सी रुस र अप्सन डी बेलायत। यसको सही एन्सर रहेको छ अप्सन नम्बर सी रुस। प्रश्न नम्बर 21 राष्ट्रिय शिक्षा नीति 2076 अनुसार
सबै तहको शिक्षालाई तल दिएको मध्ये कस्तो बनाउने लक्ष्य लिएको छ? अप्सन ए बालमैत्री, प्रतिस्पर्धी, जीवनोपयोगी र रोजगारमूलक। अप्सन बी प्रविधि मैत्री, प्रतिस्पर्धी, रोजगारमूलक र उत्पादनमूलक। अप्सन सी बालमैत्री, प्रतिस्पर्धी, उत्पादनमूलक र खोजमूलक। अप्सन डी प्रविधि मैत्री, खोजमूलक, जीवनोपयोगी र समतामूलक। म निकै गर्मी ठाउँमा छु, त्यसले गर्दाखेरि रुखको फेदमा बसेर रेकर्ड गरिरहेको हुनाले अलिअलि हावाले डिस्टर्ब गरिरहेछ, मिलाएर बुझ्नु होला। सो यसको एन्सर हुन्छ अप्सन नम्बर बी। राष्ट्रिय शिक्षा नीति 2076 अनुसार चाहिँ सबै तहको शिक्षालाई कस्तो बनाउने लक्ष्य राखेको छ भन्दाखेरि चाहिँ प्रविधि मैत्री, प्रतिस्पर्धी, रोजगारमूलक र उत्पादनमूलक। प्रश्न नम्बर 22 अजरबैजानको बाकुबमा सन् 2024 नोभेम्बर 11 देखि 22 सम्म भएको जलवायु परिवर्तन सम्बन्धी पक्षहरूको सम्मेलन कोप 19 मा उठान भएका विषयमा नपर्ने विषय तलका मध्ये कुन हो? अप्सन ए तापक्रम वृद्धिको लक्ष्यहरू 1.508 कायम गर्ने विषयलाई निरन्तरता दिने। अप्सन बी दिगो विकासलाई पुनः परिभाषित गर्ने। अप्सन सी हरित ऊर्जा प्रसारण संरचना विकास गर्ने। र अप्सन डी जलवायु वित्तलाई स्थापित गर्ने। यसको सही एन्सर रहेको छ अप्सन नम्बर बी, दिगो विकासलाई पुनः परिभाषित गर्ने। यो भन्ने कुरो छैन। प्रश्न नम्बर 23 सिकारुले सामाजिक परिवेश र व्यवहारलाई अनुकरण गरी सिक्ने प्रक्रियाको अर्थमा तलका मध्ये कुन सिकाइ सिद्धान्त पर्दछ? अप्सन ए व्यवहारिक सिकाइ सिद्धान्त। अप्सन बी सामाजिक सिकाइ सिद्धान्त। अप्सन सी रचनात्मक सिकाइ सिद्धान्त र अप्सन डी संज्ञानात्मक सिकाइ सिद्धान्त। यसको सही एन्सरमा पनि कुरो गडबड छ, त्यसले गर्दा तपाईहरुले सही अनुसार यसको एन्सर हेर्नु होला। हुनसक्छ सामाजिक मेरो विचारमा। म गए प्रश्न नम्बर 24 मा। Which of the following is known as malicious software? अप्सन ए इलिगल वेयर। अप्सन बी ब्याडवेयर। अप्सन सी malicious वेयर। अप्सन डी मालवेयर। यसको सही एन्सर हुन्छ अप्सन नम्बर डी मालवेयर। यो मालवेयर भनेको अथवा malicious सफ्टवेयर भनेको भाइरस हो। यो अप्सन ए बी सी भन्ने वर्डहरु कम्प्युटरमा हुँदैन। प्रश्न नम्बर 25 पाठ्यक्रमको व्यापक अर्थ तलका मध्ये कुन हो? अप्सन ए उद्देश्य प्राप्त गर्न बनाइएको शैक्षिक योजना। अप्सन बी उद्देश्य प्राप्तिका लागि गरिने विशेष प्रयास। अप्सन सी विद्यालयमा पठन पाठन गरिने विषयवस्तुको क्रमबद्ध सूची। अप्सन डी शिक्षकले विद्यालयमा प्रदान गरिने ज्ञान। यसको सही एन्सर हुन्छ अप्सन नम्बर बी विशेष प्रयास भनेको चाहिँ प्रयास गरिरहन्छ त्यो चाहिँ व्यापक अर्थ भयो। शैक्षिक योजना भन्ने बित्तिकै संकुचित अर्थमा पर्छ अथवा सानो अर्थमा पर्छ। प्रश्न नम्बर 26 दक्षिण पूर्वी एसियाली राष्ट्रहरूबीच आर्थिक सामाजिक र सांस्कृतिक सहयोगलाई प्रवर्धन गर्ने उद्देश्यले कुन संस्थाको स्थापना गरिएको थियो? अप्सन ए सार्क। अप्सन बी सफ्टा। अप्सन सी युनेस्क्याप र अप्सन डी एसियन। यसको सही एन्सर रहेको छ अप्सन नम्बर डी एसियन। ASEAN। प्रश्न नम्बर 27 विद्यालयको पठन पाठनको क्रममा शिक्षण सिकाइ भन्नाले के बुझिन्छ? अप्सन ए कक्षा कोठामा शिक्षकले तोकिएको विषयवस्तु पढाउनु। अप्सन बी शिक्षक र विद्यार्थी छलफल गर्नु। अप्सन सी शिक्षक विद्यार्थी विषयवस्तु र वातावरणहरू बीचको अन्तर्क्रिया गर्नु। अप्सन डी विद्यार्थीले पढेर सोधेर मोबाइल हेरेर सिक्ने काम। यसको सही एन्सर हुन्छ अप्सन नम्बर सी। यदि लिखित परीक्षामा आयो भने तपाईहरुले यो सबै गटट लेख्दाखेरि पनि एन्सर मिल्छ, तर यहाँ चुज गर्नुपर्ने भएकोले अप्सन सी चुज गर्नुपर्ने हुन्छ। प्रश्न नम्बर 28 शिक्षक सेवा आयोग नियमावली 2057 को नियम 11 क
बमोजिम समावेशी प्रतिशत निर्धारणका लागि पिछडिएको क्षेत्रमा नपर्ने जिल्ला कुन हो? अप्सनहरू अप्सन ए अछाम, अप्सन बी कालीकोट, अप्सन सी जाजरकोट र अप्सन डी दार्चुला। यसको सही एन्सर रहेको छ अप्सन नम्बर डी दार्चुला। प्रश्न नम्बर 29 Which of the following is a free and open source software for creating and delivering online course? Option A Udemy, Option B edX, Option C Moodle र Option D Coursera। यो ओपन सोर्स सफ्टवेयर भनेको मोड्युल हो। अप्सन सी यसको एन्सर। अरू त सफ्टवेयरै छैन होला, मैले देखेकै छैन, अहिलेसम्म चलाएको छैन। प्रश्न नम्बर 30 कक्षा कोठामा देखिने विविधताको व्यवस्थापनलाई तलका मध्ये कुन शिक्षाले समेट्दछ? अप्सन ए समसामयिक शिक्षा, अप्सन बी समावेशी शिक्षा, अप्सन सी विशेष शिक्षा, अप्सन डी एकीकृत शिक्षा। यसको सही एन्सर हुन्छ अप्सन नम्बर बी समावेशी शिक्षा। इन्क्लुसिभ एजुकेसन, सबैलाई इन्क्लुड गर्ने। यो समसामयिक शिक्षा भन्ने हुँदैन। विशेष गरेर विशेष शिक्षा र समावेशी शिक्षाबाट मात्रै यहाँ क्वेसन फसाउने हो। प्रश्न नम्बर 31 बालबालिकाको सिद्धान्त अनुसार कुन उमेर समूहका विद्यार्थीहरूमा सांस्कृतिक पूर्वाग्रह सम्बन्धी द्वन्द्व बढी देखा पर्छ? अप्सन ए किशोर अवस्था, अप्सन बी यौन परिपक्वताको अवस्था, अप्सन सी उत्तर बाल्य अवस्था, अप्सन डी पूर्व बाल्य अवस्था। यसको सही एन्सर हुन्छ अप्सन नम्बर ए किशोर अवस्था। प्रश्न नम्बर 32 चुज द वर्ड विच इज डिफरेन्ट फ्रम द रेस्ट। जुन चाहिँ फरक छ दिएको मध्ये त्यसलाई हटाउनु भनेको छ। अप्सन ए इलाफेन्ट, अप्सन बी डिर, अप्सन सी लायन र अप्सन डी जेब्रा। यसको सही एन्सर हुन्छ अप्सन नम्बर ए इलाफेन्ट। प्रश्न नम्बर 33 स्थानीय सरकार सञ्चालन ऐन 2074 संशोधन सहितको दफा 11(2) को खण्ड ज अनुसार स्थानीय तहको काम कर्तव्य र अधिकार क्षेत्रभित्र नपर्ने विषय दिआएको मध्ये कुन हो? अप्सन ए विद्यार्थी सिकाइ उपलब्धिको परीक्षण र व्यवस्थापन, अप्सन बी विद्यालयको गुणस्तर अभिवृद्धि तथा पाठ्य सामग्रीको वितरण, अप्सन सी शैक्षिक परामर्श सेवा सञ्चालन गर्ने संस्थाहरूको अनुमति स्वीकृति र नियमन र अप्सन डी शिक्षण सिकाइ शिक्षक र कर्मचारीको तालिम तथा क्षमता विकास गर्ने। यसको सही एन्सर हुन्छ अप्सन नम्बर सी शैक्षिक परामर्श सेवा सञ्चालन गर्ने संस्थाहरूको अनुमति स्वीकृति र नियमन। अनुमति स्वीकृति दिनको लागि त अरू प्रोसेस चाल्नुपर्छ। प्रश्न नम्बर 34 5 वर्ष अघि बाबुको उमेर छोराको उमेरको 5 गुणा थियो। अबको 10 वर्षमा बाबुको उमेर छोराको उमेरको 2.5 गुणा हुनेछ भने अहिले उनीहरूको उमेरको योग र अन्तरको अनुपात कति छ? अप्सन ए 21:9, अप्सन बी 16:9, अप्सन सी 14:9 र अप्सन डी 11:9। यसको सही एन्सर हुन्छ अप्सन नम्बर बी 16:9। यो समीकरणसँग सम्बन्धित प्रश्न छ, कक्षा 8 को किताबमा पाइन्छ। यो तपाईहरुलाई कन्फ्युज लागेमा यसको बारेमा कमेन्ट गर्नु र म छुट्टै भिडियो बनाउँछु त्यसको बारेमा। प्रश्न नम्बर 35 यो पनि त्यस्तै छ प्रश्न। 2 students appeared at an examinations, one of them secured 9 marks more than the other and his marks was 56% of the sum of their marks. Then the marks obtained by them are option A 39,
30, अप्सन बी 41, 32, अप्सन सी 42, 33 र अप्सन डी 43, 34। यसको सही एन्सर हुन्छ अप्सन नम्बर सी 42 र 33। प्रश्न नम्बर 36, 1/3 किलोग्रामको 3/4 भाग बराबर कति ग्राम हुन्छ? यो त सजिलै छ प्रश्न। अप्सन ए 250 ग्राम, अप्सन बी 200 ग्राम, अप्सन सी 500 ग्राम 500 ग्राम र अप्सन डी 450 ग्राम। यसको सही एन्सर हुन्छ अप्सन नम्बर ए 250 ग्राम। प्रश्न नम्बर 37 मा एउटा टेबल थियो, त्यो टेबल चाहिँ मोबाइलमा बनाउन सम्भव नभएर मैले यहाँ एन्सर मात्रै लेख्दिएँ। त्यसको सही एन्सर थियो अप्सन नम्बर डी K8 थियो, जहाँ चाहिँ त्यो हुन्छ। प्रश्न नम्बर 38, सामान्यीकरण गर्न सकिने सिद्धान्तको विकास गर्न कुन अनुसन्धान सबैभन्दा बढी उपयुक्त हुन्छ? अप्सन ए प्रायोगिक अनुसन्धान, अप्सन बी आधारभूत अनुसन्धान, अप्सन सी घटना अध्ययन र अप्सन डी कार्यमूलक अनुसन्धान। यसको सही एन्सर हुन्छ अप्सन नम्बर डी कार्यमूलक अनुसन्धान हो। सामान्यीकरण गर्ने, आफैले सोच सुधार गर्ने यी कुराहरू। प्रश्न नम्बर 39 मा तल दिएको मध्ये अन्यभन्दा फरक छान्नुहोस्। मकै, फापर, तोरी, गहुँ थियो यहाँ। यसको सही एन्सर हुन्छ तोरी। तोरी फरक छ। तोरी भनेको तेल बनाउने हो, अरू फरक हो। प्रश्न नम्बर 40, एउटा घनाकार वस्तुको सबै सतहमा रङ लगाएर 27 वटा उत्तरै साइजका घनाकार टुक्रा बनाउँदा तिनीहरूबाट 3 वटा सतहमा रङ लागेका घनाकार टुक्राहरू कतिवटा हुन्छन्? अप्सन ए 1 वटा, अप्सन बी 4 वटा, अप्सन सी 8 वटा, अप्सन डी 12 वटा। यसको सही एन्सर हुन्छ 8 वटा। यो तपाईँहरूले टुक्राएर रङ्गाएर गरिराख्नु चाहिँ समय लाग्छ। यसको एउटा फर्मुला छ, सोही एन्सर गर्नु। प्रश्न नम्बर 41, चुज द वर्ड विच इज सिनोनिम टु द गिभेन वर्ड। गिभेन वर्ड के छ भने यहाँ मोरल रहेको छ। अप्सनहरू एथिकल, अप्सन बी डिभाइन, अप्सन सी स्पिरिचुअल र अप्सन डी एटर्नल। सो द करेक्ट अप्सन फर दिस क्वेसन अप्सन नम्बर ए एथिकल। मोरल मिन बाई एथिकल, नेपालीमा यसलाई नैतिक भन्छ। प्रश्न नम्बर 42, शिक्षा ऐन 2028 संशोधन सहित अनुसार आधारभूत शिक्षाको परिभाषा तल दिएको मध्ये कुन हो? अप्सन ए प्रारम्भिक बाल शिक्षादेखि कक्षा 3 सम्मको शिक्षालाई आधारभूत शिक्षा भन्ने, अप्सन बी प्रारम्भिक बाल शिक्षादेखि कक्षा 8 सम्मको शिक्षालाई बाल शिक्षा भन्ने, अप्सन सी कक्षा 1 देखि 3 सम्मको शिक्षालाई बाल शिक्षा भन्ने र अप्सन डी कक्षा 1 देखि 8 सम्मको शिक्षालाई बाल शिक्षा भन्ने। यसको सही एन्सर रहेको छ अप्सन नम्बर ए प्रारम्भिक बाल शिक्षादेखि अप्सन नम्बर बी प्रारम्भिक बाल शिक्षादेखि कक्षा 8 सम्म दिने शिक्षा आधारभूत शिक्षा 9 वर्ष शिक्षा। प्रश्न नम्बर 43, CBT स्ट्यान्ड्स फर। CBT को फुल फर्म के हो भन्नु खोजिएको यो? अप्सन ए सेन्ट्रल बेसिक ट्रेनिङ, अप्सन बी कम्प्युटर बेसिक टेस्ट, अप्सन सी कम्प्युटर बेस्ड ट्रेनिङ र अप्सन डी नन अफ द एबभ। नन अफ द एबभ भन्ने त हुँदैन यहाँ। यसको सही एन्सर हुन्छ अप्सन नम्बर सी कम्प्युटर बेस्ड ट्रेनिङ अथवा ट्रेड भन्ने थियो भने त्यो पनि हुन्थ्यो। यहाँनिर कम्प्युटर बेस्ड ट्रेनिङ र कम्प्युटर बेस्ड ट्रेड दिएर चाहिँ अनि बोथ अफ एबभ भनेको थियो भने बोथ अफ एबभ हुन्थ्यो, तर त्यो अप्सन छैन यहाँ। प्रश्न नम्बर 44, परीक्षामा विद्यार्थीले प्राप्त गरेको प्राप्तकमा एकरूपता कायम रहने गरी उसको भाषा शैली समेतको लेखाजोखा गर्न कुन प्रकारको प्रश्न चाहिँ प्रयोग गर्नु पर्दछ? अप्सन ए छोटो उत्तर आउने प्रश्न, अप्सन बी खाली ठाउँ भर्ने प्रश्न, अप्सन सी निबन्धात्मक प्रश्न र अप्सन डी बहुवैकल्पिक प्रश्न। यसको सही एन्सर हुन्छ अप्सन नम्बर ए सबैभन्दा राम्रो छोटो उत्तर आउने प्रश्न। निबन्धात्मक भनेको गफ हान्ने धेरै समय लाग्छ, त्यो खाली ठाउँ भनेर बहुवैकल्पिकमा त मौलिकता दिने अवसरै पाउँदैन। यो वस्तुगत प्रश्न भयो। प्रश्न नम्बर 45, मानव विकासमा आनुपातिक परिवर्तन भन्नाले तलका मध्ये कुन कुरा बुझाउँछ? अप्सनहरू, अप्सन ए पुरानो स्वरूप हराउँदै जाने र नयाँ स्वरूपले स्थान लिने परिवर्तन,
अप्सन बी शारीरिक पक्षहरूको अनुपातमा आउने परिवर्तन। अप्सन सी शारीरिक र मानसिक दुवै पक्षको अनुपातमा आउने परिवर्तन। र अप्सन डी मानसिक र संवेदनात्मक दुवै पक्षमा आउने परिवर्तन। यसको सही आन्सर हुन्छ अप्सन नम्बर बी, शारीरिक पक्षहरूको अनुपातमा आउने परिवर्तन। मानव विकासमा आनुपातिक परिवर्तन भन्नाले त मलाई लाग्छ हुनुपर्छ बी। तपाईहरुले यसलाई गहन अध्ययन गर्नु होला, अर्को परीक्षामा दोहोरिएर आउन सक्छ। प्रश्न नम्बर 46 नेपालको संविधानमा आधारभूत तहको शिक्षाका सम्बन्धमा के व्यवस्था गरिएको छ? अप्सन ए आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क हुनेछ। अप्सन सी यो तलमाथि भएछ के छैन, टाइपिङमा मिस्टेक। आधारभूत तहसम्मको शिक्षा निशुल्क हुनेछ। अप्सन बी आधारभूत तहसम्मको शिक्षा अनिवार्य हुनेछ। र अप्सन डी आधारभूत तहसम्मको शिक्षा सशुल्क हुनेछ, पैसा लाग्नेछ भन्नु खोज्दैछ। सो यसको एन्सर रहेको छ अप्सन नम्बर ए, आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क हुनेछ भनेर चाहिँ यो शिक्षा सम्बन्धी हकमा लेखिएको छ, मौलिक हकमा संविधानको। प्रश्न नम्बर 47 दिएका यन्त्रहरूमध्ये सौर्य किरण नाप्न कुन यन्त्र प्रयोग गरिन्छ? सामान्य ज्ञानसँग सम्बन्धित छ। अप्सन ए मोनोमिटर। अप्सन बी फोटोमिटर। अप्सन सी पारहेलियोमिटर। र अप्सन डी कोलोरिमिटर। सो द करेक्ट अप्सन फर दिस क्वेसन अप्सन नम्बर सी, पारहेलियोमिटर। यसलाई नेपालीमा लेखेको अवस्थामा चाहिँ पाराहेलियोमिटर लेखेको पनि पाइन्छ किताबतिर। सो कुरा एउटै हो, बुझ्नु होला मिलाएर। प्रश्न नम्बर 48 वाट इज द प्राइमरी फंक्सन अफ द सेन्ट्रल प्रोसेसिङ युनिट सीपीयू इन अ कम्प्युटर सिस्टम? कम्प्युटर सिस्टममा चाहिँ सीपीयू को प्राथमिक प्रक्रिया कार्यक्रम भनेको चाहिँ कार्य भनेको चाहिँ के हो? अप्सन ए टु म्यानेज एन्ड स्टोर डेटा पर्मानेन्टली। अप्सन बी टु प्रोभाइड नेटवर्क कनेक्टिभिटी, तलमाथि भएछ यहाँ पनि। अप्सन सी टु डिस्प्ले इन्फर्मेसन टु द युजर। अप्सन डी टु पर्फर्म क्यालकुलेसन एन्ड एक्जिक्युट इन्स्ट्रक्सन। सो द करेक्ट अप्सन फर दिस क्वेसन अप्सन नम्बर डी, टु पर्फर्म क्यालकुलेसन एन्ड एक्जिक्युट इन्स्ट्रक्सन। क्यालकुलेसनहरू गर्ने इन्स्ट्रक्सनहरूलाई चाहिँ हामीले दिएको निर्देशनहरूलाई चाहिँ मिलाउने काम चाहिँ सीपीयू को। प्रोभाइड नेटवर्क कनेक्टिभिटी भनेको छ अप्सन नम्बर बीमा, यो भनेको RJ45 को काम हो। अप्सन सीमा छ टु डिस्प्ले इन्फर्मेसन टु द युजर, यो भनेको मोनिटरको काम भयो। स्टोर डेटा पर्मानेन्टली भनेको चाहिँ यो हार्ड डिस्क रोमको काम भयो। प्रश्न नम्बर 49 मा जाउँ, सेकेन्ड लास्ट प्रश्न रहेको छ। मूल्याङ्कनका प्रक्रियामा विद्यार्थीहरूको आचरण तथा व्यवहारको समेत अवलोकन गरी अभिलेख कायम गर्दा उसको सिकाइको कठिनाई र सहजता थाहा पाई सहजीकरण गर्न सहज हुन्छ। यस्तो महत्त्वपूर्ण व्यवहार र कामको अभिलेखलाई के भनिन्छ? अप्सन ए वृत्तिमार्ग अभिलेख। अप्सन बी घटनावृत्त अभिलेख। अप्सन सी व्यक्तिगत अभिलेख। अप्सन डी सञ्चित अभिलेख। सो यसको सही आन्सर हुन्छ अप्सन नम्बर बी घटनावृत्त अभिलेख। प्रश्न नम्बर 50 अन्तिम प्रश्न रहेको छ। शिक्षा नियमावली 2059 संशोधन सहितले प्राथमिक विद्यालयमा महिला शिक्षकको पद रहने व्यवस्था गरे अनुसार तल दिएको मध्ये कुन विकल्प सही रहेको छ? अप्सन ए 7 जनासम्म शिक्षक दरबन्दी भए कम्तीमा 3 जना महिला शिक्षक। अप्सन बी 3 जनासम्म शिक्षक दरबन्दी भए कम्तीमा 1 जना महिला शिक्षक। अप्सन सी 7 जना भन्दा बढी शिक्षक दरबन्दी भए कम्तीमा 4 जना महिला शिक्षक। अप्सन डी 5 जनासम्म शिक्षक दरबन्दी भए कम्तीमा 2 जना महिला शिक्षक। यसको सही आन्सर रहेको छ अप्सन नम्बर बी 3 जनासम्म दरबन्दी भएको विद्यालयमा चाहिँ कम्तीमा 1 जना महिला शिक्षक। 7 जना भन्दा बढी भएमा चाहिँ कम्तीमा 3 जना भन्ने हो। 7 जना भन्दा कम भएमा कम्तीमा 2 जना। यो अरू अप्सनहरू मिल्दैन। हस् त, यिनै कुराहरू भयो आजको लागि, यति नै रहेको छ। कृपया च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला। यो
जस्ताको तस्तै तपाईँहरूलाई चाहिन्छ भने म तपाईँहरूलाई सेन्ड गरिदिन सक्छु, मेल गरिदिन सक्छु, त्यो पनि सम्पर्क गर्नु होला। निमावि र प्राविमा पनि यी प्रश्नहरू दोहोरिन सक्छन्, कुनै कुनै प्रश्नहरू दोहोरिन्छन्, त्यसले गर्दाखेरि विशेष ध्यान दिनु होला। आजको लागि यति नै भने, च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला भनेर अघि नै भनिसकेँ, र भिडियोलाई लाइक, कमेन्ट र सेयर गर्न भने अवश्य पनि नभुल्नु होला। धन्यवाद।